This one for Panchpokari trip, eh? अर्को वर्ष पनि घुम्न पाउँछ है यतातिर ल म्याम फुल भयो त्यो भएर म बारे भइरहेछ होल ट्रक में 5 मिनट हिँडेको यो हो भने त्यहाँ कहाँ त्यसको छ आइपुग्नेसम्म त मेरो हात चिन्छ दर्शन पनि गरियो जालपान पनि गरियो हामी फर्किन्छौँ है ल धन्यवाद कल पानी It's a passport पानी है guys. Oh, it's very blessed. खानु पर्यो है. ल अब मान्छे काँचो मेटो भन्ने स्किन चाहिँ आमा passport रहेछ. जायो ल अझै लिनु भएन चाहिँ चल धेरै मिठो ल है यहाँ बजार पनि बजार हामी लौरी बिनाको उकालोमा छ है आई थिंक इट्स द टफेस्ट उकालो है त्यो छ हिजो राति उसु लागेर के पनि देखेन आज भ्यू है Trip manager, say something. Lori binako ukalo hai. It's so scary. The side ma pahad cha. Ramosama त्यहाँ आउँछ
म सधैँदिन त्यही बाटो हेरी बस्नेछु सम्झ Get the back. It's a Lauri Vinayak, eh? Scam? अब चिप्ले भने यसो भिडियोमा क्याप्चर हुन्छ त्यो टाढा चाहिँ लौरी विनायक है आई थिङ्क द मस्ट टफ है अब हामी जाँदैछौँ है त खाना खान जानुपर्छ ल है जमजम एकछिन ढुङ्गा बल कहाँ छ यहाँ रहेछ नि वाउ यो ढुङ्गा चाहिँ कसले चिरेको दामी छ यो युनिक Oh my god. ल है के भन्छ भने भनौ है अहिले त जानु भात खाएर भन्छु ल भात खाने कति टाइम छ 20 मिनेट होला फेरि अनि 20 मिनेट पछि त अनि यसको ब्याट्री सकिसक्यो हुन्छ नि यस्तो मात्र गर्न पाएँ हाम्रो 5 पौडी ट्रेकको म्यानेजरको हालत हेर एक्टिभ एज अलवेज क्या गरे अब दिदी जस्तै बहिनी त्यस्तै हाम्रो बुझ्दै दाइ जस्तो हुनु पर्यो होइन केटा हो तर हिँड्नु चाहिँ हिँड्दैन है यस्तो अलिकति गफ चाहिँ खत्तरी हान्छ ट्रेक मिठो गफ गर्दै बेगम पुस्टे जिन्दगी फर्कन नहोला अब नसिम के रे नसिम बाती अब हामी लन्च गर्छौँ यो ठाउँमा आउँदाखेरि पानी परेको ठाउँ है आज हेर्न हेर प्रिन्सेस स्ट्रिट हेर्न जला पनि छैन केही छैन रुत्तै ओहो सानो यसरी हिँडेको हामी है त्यही पनि हिँड्नुपर्छ हामी डे 3 है अब 5 पोखरी समिट पुरा गरेर तल फर्किँदैछौँ सो बिहान एकदम माथि भ्यू इन्जोय गरेर ब्रेकफास्ट खायो त्यसपछि अब लन्चको लागि पुग्न लाग्यो है जस्तो रमाइलो भयो हामीले 9 बजे फर्किनु भने मान्छे 10:30 11 बजीसम्म बस्यो माथि तल आउँदाखेरि चाहिँ खासै के प्रब्लम नहुने रहेछ सरी लन्च टाइम पनि हुन लाग्यो अलिकति यसो
1:30 मा लान्छ होला 5 minutes पुगे है background view मेरो पछाडिबाट भूत आउँछ रे 1 2 3 भूत मलाई थाहा थियो प्रभातले पार्टी चाहिन्छ भनेर प्रिन्सेस ट्रिट दिइरहेछ मलाई के पनि छैन ट्रेकिङ आएको मान्छे खाली ब्याग मात्र खाली सबै सामान चाहिँ पुराएन मेरो ब्यागमा त्यो 10 किलो जति छ झन्डै कस्तो रमाइलो हेर्न मान्छेहरूको लाइफ This one for Panchpokari trip, eh? अर्को वर्ष पनि घुम्न पाउँछ है यतातिर ल है राइट इमेजिन गर्न सक्दैन त्यो माथि डाँडाबाट आएको है हामी नस्यामपाटी है नस्यामपाटीमा होटल जति चाहिँ पनि रहेछ हिजो हामी यही खाना खायौँ यहाँ राम्रो छ है ठाउँ सेम प्लेस